नमस्कार आदरणीय दाजुभाइ दिदीबहिनीहरू। मैले आज चाहिँ यो भानी भूषण पाठकजी भर्खर ग्रेजुएट हुनुभयो युलेन्स स्कुलबाट। उहाँलाई धन्यवाद दिन चाहन्छु र उहाँलाई प्रणाम पनि गर्न चाहन्छु। उहाँ युलेन्सबाट ग्रेजुएट हुनुभयो र युलेन्समै अब भारी चाहिँ त्यहाँको चाहिँ इन्फ्लुएन्स भएको मैडम आरजू राणा देउबाजी त्यहाँ चाहिँ सायद चीफ गेस्ट भएर जानुभएको थियो होला। त्यो ग्रेजुएसन सेरोमनीमा उहाँले हात दिनुभयो तर उहाँले हात मिलाउनु भएन। यसले धेरै ठूलो मेसेज दिन्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। यसले के मेसेज दिन्छ भने राष्ट्रभक्त, नेपाल भक्त, नेपाल आमालाई माया गर्ने मान्छेहरूलाई एकजुट हुन यसले मेसेज दिन्छ। र अर्को मेसेज के दिन्छ भने यदि तिमीले कुशासन गर्यौ, यदि तिमीले राष्ट्रप्रति अन्याय गर्यौ, यदि तिमी भ्रष्टाचारमा संलग्न भयो भने तिमीलाई हामी बहिष्कार गर्छौं भन्ने हो यो बहिष्कार। र उहाँ पाठक बहिनीलाई धेरै धेरै धन्यवाद छ। यसरी नै तपाई अगाडि बढ्नु शुभकामना छ। र यहाँहरूलाई मैले शेयर गर्न चाहन्छु एक दुईटा मेरो आफ्नो अनुभवहरू पनि। मैले पनि म आफ्नो सेवामा रहँदा र अहिले नरहँदाखेरि पनि मैले देखेका, मैले बुझेका, मैले जानेका तस्कर, भ्रष्टाचारी, शीर्ष ठगहरू, बेमानहरू, बिचौलाहरूसँग चाहिँ मेरो संगत हुँदैन। म बोल्चानी बोल्दिन। एकताको एउटा इन्सिडेन्ट छ। एकजनाले हात मिलाउन आउनुभयो, म तपाईसँग हात मिलाउन मैले भने। उहाँ चाहिँ एउटा चाहिँ ठूलो चाहिँ अदालतको एउटा दलाल हुनुहुन्थ्यो। त्यस्तै अरू धेरै मान्छेले हात दिँदाखेरि म तपाईसँग हात मिलाउँदिन भन्थे। अनि उहाँहरूले भने यो त तपाईको इच्छा हो, मेरो इच्छा हो। किनभने मलाई चित्त नबुझेपछि, तपाईले यो राष्ट्रप्रति माया नगरेपछि, नेपाल आमालाई माया नगर्ने मान्छेसँग संगत हुँदैन, बोलचाल हुँदैन, इन्टरेक्सन हुँदैन र यसरी नै बहिष्कार गर्नुपर्छ। र म यहाँ अहिलेका न्यू जेनेरेसनलाई भन्न चाहन्छु, यदि तपाईहरूले एउटा चाहिँ यसरी नै आफ्नो क्रियाकलाप यसरी नै बहिष्कार गर्नु भएन भने यो देश उभो लाग्नेवाला छैन। विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म विदेश जाँदाखेरि भन्ने गर्छु, तपाई भ्रष्टाचारीलाई किन फूलको माला लिएर एयरपोर्टमा स्वागत गर्न जानुहुन्छ? थापाइकन नगर्नुहोस् भनेर उनीहरूलाई पनि मैले भन्ने गरेका छु। उहाँहरूसँग विदेशमा इन्टरेक्सन हुँदाखेरि पनि भन्ने गरेका छु। र मेरो एउटा मेसेज के हो भने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, यसरी नै हामीले बहिष्कार गरेनौं भने, यसरी नै हामीले इग्नोर गरेनौं भने के हुन्छ, उनीहरूको हाली मुहाली बढ्दै जान्छ। र जसरी पाठक बहिनीले एउटा देखाइन् आफ्नो एउटा जुन यो म यस्तो व्यक्तिहरूसँग अनसोशियल एलिमेन्ट्सहरूसँग म कम्प्रोमाइज गर्दिन भन्ने उहाँलाई जुन लाग्यो है, त्यसको लागि पुनः स्याल्युट गर्न चाहन्छु र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, यो राष्ट्र यदि तपाई साँच्चै नै बनाउन चाहनुहुन्छ भने हामीले भ्रष्टाचारी, दलाल, तस्कर, अपराधी, बिचौलिया, लम्पसारवादहरूलाई यसरी नै बहिष्कार गर्नुपर्दछ। धन्यवाद। नमस्कार।